सबैजनामा नमस्कार, शुभ बिहानी। आज चाहिँ म मेरो गाउँको घरहरू, मेरो गाउँको मान्छे, मेरो गाउँ कस्तो छ भनेर तपाईँहरूलाई देखाउन गइरहेको छु। अनि अर्को त के हो भने आज फागुन 21 पनि हो, तपाईँहरू सबैले थाहा छँदैछ। त्यही भएर हाम्रो मतदान स्थलसम्म पनि जानेछौँ। हामी चाहिँ सबैजना मिलेर जाउँ भनेर मान्छे उठाउनु आएको। ओ काका कान्छ के हो, निक्लौँ लो मासतिर, निक्लौँ लो चाहिने। हाम्रो बाजेहरू हतार गरे, बाजेको म हेरिदिनु पर्यो भन्छु। हाम्रो यो चाहिँ पुछार घर भन्छ है। यहाँदेखि चाहिँ उदो घरहरू छैन। हाम्रो काका धनीरामको घर, काका कान्छा बातीराम काकाको घर, भालीहरू यस्तो छ हाम्रो गाउँमा। ए छिमा ल जाउँ चाहिने गुटुटु। के भन्नुहुन्छ तपाईँको यताबाट छैन भोटलिस? भात तिन पाएको त के पकाउनु भयो? आमामा मलाई मन पर्ने पो रहेछ। लु चाहिँ म एकछिन आउँछु है। लु साँच्ची नि ल म एकछिन आउँछु। आहा यो त मेरो त फेभरेट हो त यार। ए सेक्जन के चाहिँ सेक्जन अन्डा? म फोटो खिचिदिन्छु हाम्रो सेक्जनको। सेक्जनको किम्बु पनि फुलिसकेको छ, पाउला फेरिसक्यो, अब गइन्छ। भरै चाहिँ चाहिने यहाँको हाम्रो काकाको एउटा पठाक्री खाने कुरो छ। भरै मामातिम भन्छ है यता चाहिँ। मामातिम माथि सिम्बल डाँडा मामातिम, यता उदो खबुङ पातेका खार्मी। हाम्रो काकाको बारी यस्तो छ। चिनी सुन्तुलाङ। हाम्रो गाउँमा पनि सुन्तला त हुन्छ नि हौ पप्पे। हाम्रो रमन माइलाको घर है, रमन माइलाको घर। फलफुल त नहुने त होइन, फुलिसकेछ सुन्तला क्याचिर। मतदान स्थल चाहिँ यहाँ छ है। आजको मतदान स्थल यहाँ माथि हो। मतदान स्थल त्यहाँ हो। घर यता प्रकाश जुगरले यतालाई चाहिँ सबै हालेछन् यार। ओ माइला, ओ प्रकाश, ओ प्रकाश, जाउँ सिमा। फुबाहरू निक्ले हो? ल जाउँ 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 जाउँ। हाम्रो घरको पनि निक्ले, सबै घरको पनि निक्ले। ए त्यहाँ नानाले म आउँदैछु भन्नुपर्ने थियो। छिमा हाम्रो गाउँको सबै निक्ले कि क्या हो? हजुर दाइहरू ठुल्ठुलो उहाँमा त छन्। नानालाई फोन गरेर यसो ऊ भन्नुपर्छ गाँथी सब्रा दाइ। ए गयो त्यसो भए पनि यहाँ पनि घर भत्के गाडी भयो।
अब त छोड्दै गयो हो सबै मान्छेले। हजुर प्रकाश त्यहाँ बाजेहरू गाल दिनु पऱ्यो भनेर हिँडेको बाजेहरूले सकेर झरे कि के हो अनि के गरौँ ननिक्लौँ आहा काका हात हेर है साथी हो दर्शक वृन्द यहाँनिर गुलेली निक्लौँ न त लु माथि के छ रु के होइन होला कोही वा मार्नुहुन्छ के ए हाम्रो तिमीहरू निक्लिनु भयो ओ काकाश्री के भोट हाल्न कुन बेला हो अनि निक्लिसक्यो हाम्रो उहरू हजुर पुर्खाहरू छिमाहरू निक्लिसके ए हामी चाहिँ एकछिन हालौँ न त म पनि त्यहाँ फुपाको हालिदिनु पऱ्यो भने कुच्चुको नानाले पो हाल्छन् कि के हो जानुहोस् यहाँ केटाहरूले चाहियो र कि म त झन् स्थलसम्म गएको म हिँडेँ काका छिमा गाउँदैन काका मेरो फोन फेरि राम्रो छ र भन्छ भिडियो पनि छिमाको भोट लिइसकि छैन बनाउनै भन्नु हजुर लु है ए घर प्रकाश काकाहरूको सबै छ यहाँ हाम्रो मुमाहरू चाहिँ निक्ले ए मुमाहरू त सबै निक्लिसकेछ नि त म एक्लै पो पढेँ कि के हो यार घरमा त कोही पनि पो भेटिन्न त उफ सबै निक्लिसकेछन् यार निक्लिउँ छिमा यो त हामीले बनाएको बाटो हो नि हजुर निक्लिउँ आउने छिमा गएर छिटो झरिहाल्नु पर्यो 1.5 लाखको योजनाको बजेट तर बाटो चाहिँ गजब बनाएको छौँ वसन्त र मैले बनाएको अध्यक्ष सचिव भएर गाउँको युवाहरूले साथ दिए मैले त पत्करले छोपेछ नत्र यस्तो भिराल थियो कि हाम्रो सानो गाउँ यही हो झिकोडी गाउँ हिँड्ने बानी छैन कसले सासु बरु यस्तै छ है हजुर हाम्रो मतदान स्थल जाने बाटो यस्तो सिडी वाली छ पहिले त निकै डेन्जर थियो अहिले धेरै सुधार भयो बाटो यस्तो छ हाम्रो गाउँको थानी बोजू भन्छ यहाँ पूजा गर्न आउँछौँ अलिकति राम्रो देखिरहेको छ देख्नु चाहिँ यस्तो छ है बाटो चाहिँ एकदमै वान बनाएको छ हामी यो योजनामा चलाउँदाखेरि फर्स्ट टाइम पनि थियो अनि अलिक घाटा पनि गयो हामी अनि ढुङ्गा पनि धेरै बोक्नु पऱ्यो रोड भनेको अलिक टाढो मात्र छ तल यस्तो छ तर हामीले चाहिँ के सोचेर गऱ्यौँ भने आफ्नो ठाउँ आफ्नो गाउँ आफै विकास गरौँ भन्ने हो घाटा जाँदै भए पनि गऱ्यौँ गाउँको मान्छेले पनि साथ दिए यस्तो छ देशको स्थिति नाजुक छ त्यही भएर सधैँ ठाउँमा मतदान गर्नुपर्छ गाह्रो छ
भोट हालेर झर्नुभयो सक्नुभयो का तपाईँहरू के छिटो भन्थे पापा र फुपा त सक्नुभयो फुपा भिड छैन ल ठिक छ भरेदेखि मात्र होला सक्नुभएको ए नानाको ए आमाको यसपालिको योजनाले बनाएको हाम्रो यो चाहिँ देवी थान हो तलको थानी यो चाहिँ देवी थान हो यस्तो बनाएर रहेछ खुसी लाग्यो है तपाईँहरू सकेर झर्नुभएछ ल ल ल म त अनुहारबाटै पो चिन्छु भोट केमा हालेन भनेर फेरि हाम्रो आमाहरू सबै भोट हालेर झर्नुभएछ हजुरलाई हजुर म पनि हुन्छ म माथि बस्छु फुपाहरूलाई पर्खिन्छु म त अहिले हाल्दिनँ कि मेरो त अमुनले मात्र हुन्छ एकदम ठिक छ बजार त भएन होला नि हाम्रो मुमाको चाहिँ कसले हालिदिए ल ठिक छ ल हजुर ल ठिक छ हजुर मुमा ल हुन्छ ए मेहदीको भाडा कुरा यो चाहिँ हाम्रो पुलुम सिखाएको साकेला थान भूमे थान भन्छ हाम्रो बुथ चाहिँ यहीँनिरै बुथ यस्तो छ साकेला थान भन्छ यसलाई ल त हाम्रो बुथ आइपुग्नु लाग्यो हाम्रो बुथ आउनुमा यहाँ माथि थोरै मात्र बाँकी छ गएर के छ माहौल स्थिति बुझ्नु पर्यो दिले भाइ